त्यो सबैजनाले गुड मर्निङ। सबैजनालाई स्वागत छ मेरो छोटो र मिठो ब्लगमा। आज सबैजनालाई ह्याप्पी दसैँ। आज विजय दशमी छ। सबैजनाले धेरै धेरै शुभकामना र आज सबैजनाले ह्याप्पी दसैँ मनाउनु होला। अब मेरो 2 शब्द सुन्नु है। दसैँको ह्याप्पी बर्थडे साथीहरू। बालेन जस्तो नझुक्नु, प्रचण्डे जस्तो नलुक्नु, केपीबा जस्तो नहराउनु, हर्क साम्पाङ जस्तो परिवर्तनको लागि कराउनु, कोहीसित पनि नडराउनु, हिँड्दा ठेस नलागोस्, रविलाई जस्तो केस नलागोस्, सरस्वती माताले सधैँ बास गरून्, आर्जु राणा जस्तो छेउछाउ पनि नपरुन्, किन्ने चिज बिच सबै सस्तो होस्, भाग्य महावीर पुनको जस्तो होस्, सबैको मनले शान्ति पाओस्, शेरबहादुरको जस्तो दिन नआओस्, मिनबहादुर जस्तै धनी हुनु, आशिका दिदी जस्तै ज्ञानी हुनु, कुलमान जस्तै मौलाउनु, महेश बस्ने जस्तो नबौलाउनु। यो दसैँमा रक्सी खाएर कसैलाई पनि नपिट्नु, तास खेल्दाखेरि लाख लाखको बिटा जित्नु। यसपालिको दसैँमा यति नै मेरो आशीर्वाद कस्तो लाग्यो भनिदिनु होला। अनि फेरि पनि ह्याप्पी दसैँ। सबैजनाले रमाइलो गर्नु होला। म पनि रमाइलो गर्नेछु। आजको लागि यति नै। आजको मिनी ब्लग हेरेर माया गरिदिनु होला। आजको लागि यति नै। सी यू सुन।